हेलो गाइस, फेरि पनि तपाईँ सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। म हुँ तपाईँ सबैको प्यारो विश्वास ढुम्रे। तपाईँ सबैले हेर्दै हुनुहुन्छ ढुम्रे ब्लग्स। अनि पछि आज चाहिँ हाम्रो ब्लग चाहिँ स्टार्टिङै जङ्गलबाट भएको, किनकि अहिले हामी दुईजना चाहिँ घाँस काट्न आएको थियौँ। अहिले घाँस सास पुऱ्याएर ब्लग गर्न स्टार्ट गरेको छु। यता जनक, हेलो गाइस, जनकलाई यस्तो मिलाउनु दिएर म ब्लग स्टार्ट गर्दैछु। अलिअलि घाँस सास लान पर्यो भनेर आएको के अरे, त्यही कसो भ्लग पनि बनाइहालियो। कोही नि खोज्ने नै फेरि एक्लो छ भन्कार हान्छ। अनि डरसित घाँस सास काट्यो। अब चाहिँ यो के भन्छ, यो भ्याएर अब घरतिर हिँड्न लाग्यो। धेरै माथि पनि होइन के, लचिना हो कहाँ भन्दा ठ्याक्कै तल हो। यो हाम्रो बाँस भयो, बाँसको ठुलो गाछ छ। हो त्यही माथि हो त बाटो हो कि हो त काभ्रो हो कि हो त काभ्रो हो। अनि हो त्यही काभ्रो यति तल हो के हामी आएको। अनि त्यही हो हामी आएको 2 मिनट तल आएको। अनि उहाँ तलतिरै गएको, फेरि घाँस लिन त फेरि तलतिरै घर ल्याएर आएको खोलामा। अहिले यहाँ बाँस यहाँदेखि काटेको थियौँ कि, अनि बाँसलाई जम्मा गरेर यहाँ आएर मिलाएको कि उहाँ तलबाट लखालिङ्गै लिएर आएको। बुझ्नु न हजुरहरूले। अनि पछि गाइजहरू अहिले चाहिँ हामी डरमा आइयो, निस्किहाल्यौँ। भारी यस्तो अप्ठ्यारोहरू बोकेर निक्लिएको छु। अहिले फेरि केटाहरू फेरि पिकनिक जाने भन्ने प्लान गराएको थियो कि अरे, 11 बजी निक्लिनु भन्थे। 10 बजी 10:30 जति भयो होला। जाएर हिँड्नु पर्यो फेरि उता। कति दुखेरी बोकियो भने मलाई थाहा कि भारी पुरा यस्तो फड्क्यो कि त्यही माथि टोपीले केही देखेको छैन बाटो। घर आउनु लाग्यो हामी। खस्छ कि भनेर फेरि एउटा हातले समातिरहेको कि नामले एउटा हातले फोन समात्या हो। दुईवटा बाँसका दाउरानी बोकेर आएको छु काम लाग्छ भनेर चाहिँ। अनि पछि गाइजहरू अब चाहिँ हामी पिकनिकतिर हिँड्न लाग्यो, विराज र म भएर। केटाहरू त जम्मा होलान्, हामी पनि हिँडिन्छ। सामान किन्दै होलान्, के लाने हो हामीलाई केही पनि थाहा छैन, ठाउँ पनि थाहा छैन, के लाने हो पनि केही थाहा छैन। हामी पनि हिँड्ने मात्र हो, हिँडिदियौँ। केटाहरूसित भेटिन्छ। अनि पछि गाइजहरू अहिले चाहिँ हामी पिकनिकलाई पुरा सामान लिएर हिँडिहालेका छौँ। मेरो हातमा एकदम मेन चिज छ मासु। पछाडि सामान बोकेर हिँडेछन्। जनक फेरि एकदम मेन कुरा अर्ना बोकेर। जनक फेरि सानोतिनो मान्छे जरे नि एक्लैलाई पुरा एउटा क्यारेटै अर्ना। अहिले त्यस्तो छुनी पाइने छैन के अरे, तर पनि जनकको लागि आफूलाई एउटा क्यारेटै बोकेर हिँड्ने। आज घाँस काट्न गएको जनकलाई एकदमै अत्यास लाग्यो। बाल्टी जो बोकेर बाल्टी भन्दा त्यो जो बोकेर हिँड्छन्। केटाहरू फेरि उता खान अरे अरू कता हामी 5 जना भएर हिँडिरहेको छौँ। अहिले हामी पिकनिक खाने ठाउँमा, तर तिनीहरू कता गयो थाहा भएन। चुलो चाहिँ हामी पहिल्यैदेखि खाना आउने भएर यहीँ रेडी चाहिँ छ। स्विमिङ गर्न पनि ठाउँ जो छ, हेर्न सक्नुहुन्छ। स्विमिङको लागि पनि एकदम कडकवाला ठाउँ छ। खोला छ। अब भाइ तिमी बढी नभएर है। अनि पछि गाइज अहिले चाहिँ हामी यहाँ मन्दिरमा यहाँ मुख धुनलाई एकदम सफा छ पानी, हेर्न सक्नुहुन्छ। पौडिन एकदम मजाले मिल्छ। अब मेरो के भन्छ ठ्याक्कै हो पेटसम्म आउने, जति पेटसम्म त राम्रोसित आउनु। यो के भन्छ यसलाई, साप्रासम्म आउने जतिको हो। तर सानो खालको ठाउँ मजा यति नौ त मजा हुन्छ। केटाहरूलाई फेरि उता खै के धुन्ला खै गीत बजाइरहेछन्। गाइजहरू केटाहरू फेरि यस्तो दसवटा डिउलेछन्, सबलाई पानीभित्र फालिदिएछौँ हामीले फेरि ड्याग। मेरो डिउलाई चिसो बनाउने एकदमै
जरुरी छ त्यही भएर 10-10वटा डिउलाई पानीभित्र हामीले तैराइदिएका छौँ हेर्नु अनि पछि गाडीहरू यतातिर खाना पाक्न सुरु भइहाले उतातिर टमाटरहरू रेडी यतातिर सामानले लसुन खुवाउँदै यतातिर प्रतीकले फेरि यो आजको कुक सेफ जे भने त्यही हो केटाहरू जति यतातिर आनन्दले चिलमा खान कोही गफ गरेर खान हामी दुईजना फेरि एकतिर बसेर गफ गरेर खाम सबैजनाले रमाइलो गरेर खान अनि पछि गाइजहरू अहिले चाहिँ त्यहाँ यसो दाउरा कम गरेर हामी चाहिँ दाउरा हिँडेका छौँ हामी मतलब मलाई मात्र छ नि यिनीहरू सबजना आनन्दले बसे खान काम गर्नलाई 1-2जना मात्र छाँटिए खाम भनेर बुझ्नु हजुरहरूले गफतिर भयो सबले गरेर खाम उता कसैले लसुन प्याज काट्नु गरेर खाम यहाँबाट लट्टियो भने सिधा खोला है ढिल्ला काट्नु कुट दाउराहरू यहाँ पैर पराइ यहाँ त हेर्न सक्नुहुन्छ ग्यासहरूलाई अन्त सिकाइदियो यतातिर सबै यो मसलाहरूको रेडी गर्न लाखान सामानले खुर्सानी धनियाहरू यस्तो रेडी पार्दै उता 2जनाले लसुनहरू पिस्दै टमाटर कटिङलाई रेडी जो रहेछ कटिङ गरेर अनि यतातिर हेर्न सक्नुहुन्छ मासु पनि एकदम पकाउँदै सबैजना एकदमै काम गरेर खान 2जनालाई फेरि दार गफ छन् 1जना यता खान हामी 10जना भएर आइया छौँ खोलाको पानी फोरन्छ मेरो हेर्न सक्नुहुन्छ एकदमै डेन्जर तरिकाले पाक्दैछ लसुन अब हाल्ने बेला भएछ लसुन टमाटर प्याज दियो यतातिर फेरि अर्का होला फेरि के चलिरहेको यता फेरि धनियाँ धुनलाई एकदम मान्छेहरू स्वादमा खान यता खुर्सानी धुनलाई यहाँ गाइजहरू हामी सबै यतिकै छौँ 3:30 छन् सबैजना वाह नाच्ने प्रकारको अनि पछि गाइजहरू अब चाहिँ हामी खाना सुरु गरिहाल्यौँ हेर्न सक्नुहुन्छ हातैले हासा धोएर आयौँ मिठो गाइजहरू खाना खाएर पनि भ्याइयो केटाहरू फेरि उता रमाइलो गर्दै खानु सबलाई म पिड दिन्छु क्या त किन भन्नुहुन्छ म कसरी डराउनु किनकि मसित माउन्टेन ड्यू डरको गाडी जित्छ प्रमोट भिडियो फेरि होइन है गाइजहरू अनि गाई एकतिर फेरि खुर्सानीको रट्टाइदिएको धेरै जो लास्टै रदी खुर्सानी सबै आगामी ढोक्टेको र खुर्सानीवाला अब सकिँदैन हो अनि पछि गाईहरू यता फेरि प्रत्येकले दरोसित धस्काउँदै अघिसम्म बिराले धस्काइरहेको थियो भने अरे केटाहरू चाहिँ एकदम डनर मात्र यता फेरि चुनावको कुरा चल्दैछ यिनीहरू नेतावाजहरूको सर्लाको मुख हेर्नु होला सबैजना भोलि पर्सि उठेर नेता बन्ने भयो उता फेरि के कुरा चल्दैछ यिनीहरू 2जना अलि राम्रो मान्छे अनि म किनकि मैले जो सुरुमा माझेको यी सबजनाको परिहरू सबैजना चुनावको गफानदेखि यिनीहरू भोलि पर्सि गएर नेता बन्ने भयो त्यही भएर सबैजनाले पढ यिनीहरूको हातमा देश छोड्न मिल्दैन भनेको मान त्यही भएर सबैजनाले पढ यिनीहरूको हातमा देश छोड्यो भने देश भस्म भइहाल्छ
गाजर अहिले चाहिँ हामी घरतिर हिँड्ने बेला भइहाल्यो हामी चाहिँ आगो सागो पनि पुरै निभाइदिइहाल्यौँ हजुरहरू पनि यसरी पिकनिक खान आउनु भयो भने आगो सागो चाहिँ निभाउनु होला किनकि यसले ठुलो क्षति गर्न सक्छ अन्त यो यस्तो अप्ठ्यारो पनि बाटो हेर्न सक्नुहुन्छ भिरै भिरो केटाहरू अगाडि गइहाल्यो म चाहिँ थोरै पछि जो परेँ गाइजहरू अहिले चाहिँ हामी खोलाबाट धेरै नै माथि खोला हो उहाँ तलतिर हो सबैजना गाइजहरू फेरि यतातिर बसिरहन् एकदम कमेडीहरू छन् एक नमुनाहरू मात्र छन् सबै नमुनाहरूको राम्रोसित फेस हेर्नु होला गाउँभरिकाले सुने होला नि हामी पिकनिक खाएर आएको भन्ने यो चाहिँ हाम्रो गाउँको जिमुवा आयुर्वेदिक अस्पताल डाक्टर साहबसित दबाई माग्ने भनेर आएको थिएँ तिमीहरू आउनेहरू काममा भनेपछि गाइजहरू अब म चाहिँ घरतिर हिँडेँ आजको लागि यति नै फेरि पनि नयाँ भ्लगमा छिट्टै नै भेट्नुपर्छ बाई